खै सिस प्याक पनि छ ओहो हो पो रहेछ त लु यत्रो जिरगन्टेको सिस प्याक अहिले खै बढी देखाउ त लु यसो गरी कसरी रे पछाडि अब एउटा डाइलग बोल्देऊ ओइ हुँदैन है त्यो लड्छ अहिले लड्छ चक चक छैन चक 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 गरेर कति चक चक गरेर छोरो छैन ती बस न ए धपाउ तोरो धपाउ त्यसलाई ओइ आमा ल ल ओइ ल तँलाई त अहिले पखाइ त मसँग आइज लु त मेरो छोरालाई त हेप्दो पो रहेछ है जाउ त छोरो है ए माथि जा भन आमा सानो देखेर हेपेको त अहिले सानो देखेर पो हेप्दो रहेछ त यसले त बाहिर जा उता जाऊ भन यसलाई जा भन छोरो पर्दैन डोरी लिएर आउनु यहाँ आऊ न लु त्यसलाई आइज जाउँ भन त तल झरेर फोक्छस् भन न ओइ त सानोलाई पाएर हेपेको तिमीलाई त हान्दो रहेछ छोरो ऊ हेर त ओइ नगरे कुन बाख्रा लिएर छोरो हो ए एलिजाला भए चाहिँ हान्दैन थियो होला छिटो आऊ छिटो आऊ छिटो आऊ एलिजाको त नि आऊ न एलिजा आमासलाई त हान खै तिमी जाऊ त के गर्दो रहेछ त्यही हो तिम्रो खै समाता त त्यसलाई ओहो तिमीलाई पनि हान्दो रहेछ खै फेरि जाऊ त सानालाई त हेपिहाल्दो रहेछ यसले पनि भित्र जा भन अहिले त्यस्तरी हानेको होइन त खै तिमी जाऊ त लु जाऊ त जाऊ हानेन हानेन तिमीलाई नि जाऊ हानेन हिँड बा भित्र भन हान्छ हान्छ तिमीलाई त हान्दो रहेछ छोरो तिमी धेरै चकचक गर्ने भएर होला के हो नभए त हान्दैन थियो त अनि लु फेरि गर त लु होइन यो त खसी हो नि छोरो ओइ खसी हिँड भित्र भित्र हिँड फेरि जाऊ त एकचोटि यो त डेन्जर रहेछ त डनमा रहेछ होइन खै जाऊ त फेरि जाऊ त सर एकचोटि खै जाऊ त फेरि एकचोटि ओइ 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 तँलाई पकाइले यहाँ आऊ न यसले त हान्नु पो रहेछ होइन तिमीलाई त हो
एलिजालाई त हानो